मानिसहरूले तपाईको दर्शन पाउन सकोस्। तपाईको छोरीलाई तपाईको दासीलाई प्रभु अभिषेक गर्नुहोस्, प्रार्थना गर्नुहोस्। हालेलुया। लाचन मैले तपाईको छोरीको लागि म प्रार्थना गर्छु प्रभु, तपाईँले चुन्नु भएको असल छु। हो प्रभु, तपाईँले यति अनुग्रह गर्नुभएको उहाँको जीवनमा, अनि तपाईँले आफ्नो दर्शन दिनुभयो, ज्ञान दिनुभयो, तपाईँलाई चिन्ने मन दिनुभयो, अनि आज तपाईँले आफ्नो पवित्र आत्माले भर्नु भएको छ उहाँलाई, अनि तपाईँको सेवामा समर्पित हुनलाई सहायता गर्नुभएको छ प्रभु। यो तपाईँले यो उहाँले आफ्नो बुद्धि ज्ञान सामर्थ्यले गर्ने कुरा होइन, तर तपाईँको पवित्र आत्माको अभिषेकमा, आत्माको शक्तिमा, अगुवाईमा प्रभु तपाईँले आफ्नो छोरीलाई प्रयोग गर्नुहोस्। प्रार्थना गर्दछु प्रभु, उहाँलाई तपाईँको चल्दो बल्दो गवाही बनाउनुहोस् प्रभु, अनि उहाँले गर्ने कामहरूमा पनि तपाईँको प्रशस्त आशिष रहिरहोस् भन्ने म प्रार्थना गर्दछु येशू प्रभु। हालेलुया। प्रभु, यस घडीमा तपाईँका दास दासीहरूलाई पिता पुत्र र पवित्र आत्माको नाउँमा समर्पण गर्दछु तपाईँको सेवाको निम्ति। आजदेखि प्रभु उहाँहरूको जीवनमा तपाईँको आत्माको छाप लागेको छ, तपाईँको अभिषेकले तपाईँले गर्नुभएको छ। तपाईँको आत्माले सधैँभरि तपाईँले डोर्याउनुहोस्, प्रयोग गर्नुहोस्, आशिषको कारण बनाउनुहोस्। उहाँहरूको जीवनबाट धेरैले आशिष पाउनु येशू प्रभुको नाममा। आमेन। आमेन। तपाईहरु बस्न सक्नुहुन्छ कि यता 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 विधि